हेलो सबैजनालाई नमस्कार है, शुभ बिहानी शुभ दिन। म चाहिँ अहिले इन्डियाको राजस्थान भन्ने ठाउँबाट मेरो भिडियोलाई चाहिँ नि स्किप नगरेर लास्टसम्म हेरिदिनु होला। र मेरो भिडियो अलिकति लामो पनि हुनसक्छ है। र म चाहिँ के विषयको बारेमा बोल्न गइरहेको छु भन्दाखेरि अब चाहिँ नि हामीहरूले कस्तो मान्छेहरूलाई नेता चुन्ने त भन्ने बारेमा बोल्न गइरहेको छु। र अब आउँदै गरेको फागुन हाम्रो देशमा चुनाव छ होइन, नेपालमा। र हामीहरूले कस्तो मान्छेलाई चुनाव दिँदा हाम्रो देश विकास होला त, र गरिब दुखीहरूको कुरा कस्ता नेताहरूले सुन्लान्, र अविकसित ठाउँहरूलाई कसरी विकसित गर्ने, कसरी देश परिवर्तन गर्ने, कसरी देशमा विकास ल्याउने होइन। अब देशमा द्वन्द्वहरूलाई कसरी अब हुन्छ नि, अब देशको द्वन्द्वहरूलाई कसरी अब कन्ट्रोलमा ल्याउने होइन, कसरी मान्छेहरूलाई सचेत बनाउने, शिक्षित बनाउने भन्नेतिरको त्यस्तो नेताहरूलाई चुन्नुपर्छ होइन हामीहरूले। अब त्यही हो। अब म चाहिँ अब हर्क साम्पाङको समर्थक बनेर बोल्न गइरहेको छु है। अब मलाई लाग्छ कि अब बालेन पनि राम्रो हो होइन साथीहरू। अब त्यही हो, बालेनको विरोध गर्यो यसले भन्नु होला, तर त्यस्तो नराम्रो नसोचिदिनु होला होइन। सबैले आफ्नो प्रतिक्रिया भन्न पाउनुपर्छ, र त्यो भएको कारणले गर्दा म चाहिँ मेरो प्रतिक्रिया भन्दैछु है। हजुरहरूलाई कस्तो लाग्छ, हजुरहरूले पनि आफ्नो आफ्नो प्रतिक्रियाहरू दिँदै गर्नु होला। बालेन भनेको चाहिँ एउटा राज परिवारको होइन, उसले पनि अब मेयर भएर अब काठमाडौँमा अब विकास चाहिँ नगरेको होइन, उसले पनि धेरै विकास गरेको छ होइन काठमाडौँमा होइन। धेरै परिवर्तन ल्यायो, धेरै विकासहरू ल्यायो होइन। अब साफ सुथरादेखि लिएर धेरै विकास गरेको छ, नगरेको होइन त्यो भन्दिनँ म होइन। तर हर्पा साम्पाङ भनेको चाहिँ एउटा गरिब परिवारबाट जन्मेका हुन् होइन। अब मेरो विचारमा कस्तो लाग्छ भन्दाखेरि अब एउटा गरिब मान्छेको पीडा चाहिँ नि होइन, एउटा गरिब मान्छेले नै बुझ्छ जस्तो लाग्छ कि मलाई होइन। त्यो भएको कारणले गर्दाखेरि अब हामीहरूले चाहिँ नि अब मलाई चाहिँ हर्पा साम्पाङ नै ठिक लाग्छ होइन। हर्पा साम्पाङले धेरै अब धरानमा हेर्नुहोस्, अब परिश्रम दानहरू गर्नुभएको छ होइन। अब धेरै परिश्रमहरू गर्नुहुन्छ उहाँले होइन। त्यही हो, अब धरानमा पानीहरू ल्याउनु भयो, कति अब बन्द भएका फ्याक्ट्रीहरू अब कति खुलाइदिनु भयो होइन। दिन दुखी गरिबहरूको अब कुराहरू सुन्नुहुन्छ उहाँले। उहाँ भनेको एकदम राम्रो लाग्छ कि मलाई होइन। अब देशको लागि होइन, उहाँ कति रुनुहुन्छ जनताको लागि होइन, कति रुनुहुन्छ हर्पा साम्पाङ। अब जेनजीको आन्दोलनमा पनि धरानमा उहाँ उत्रिनु भयो, तर बालेन उत्रिएन होइन। अब त्यही हो, अब हर्पा साम्पाङले अब जेनजीको आन्दोलनमा अब गएर अब आन्दोलनमा उत्रिएर अब तोडफोड पनि हुनबाट त धेरै बचाउनु भएको छ, र धरानमा धेरै विकासहरू पनि ल्याएर देखाउनु भएको छ होइन। अनि बालेनले चाहिँ नि अब त्यही हो, जेनजीको आन्दोलनमा नि आएन होइन। अब रोडहरूमा अब यस्तो ठेला गाडाहरू राख्ने मान्छेहरूको अब हुन्छ नि, अब त्यो हटाइदिने, तोडफोड गरिदिने होइन। धेरै मान्छेहरूलाई रुवाएको थिए विकास गर्नको लागि हो, तर म बुझ्छु, तर त्यो गर्नु राम्रो थिएन नि त होइन। उनीहरूको छाकतार थियो त्यसबाट। अब त्यस्तो गरे पनि उनीहरूलाई पछि केही व्यवसाय दिलाइदिनु पर्ने थियो, तर बालेनले त्यस्तो गरेन। तर हर्पा साम्पाङ भनेको एकदम राम्रो गर्थे देशको लागि होइन। उनले धरानमा धेरै राम्रा श्रमदानहरू गरेर त्यही हो, मानिसहरूलाई धेरै शिक्षितहरू पनि गराएका छन्। त्यही भन्न चाहन्छु। र म चाहिँ अब हामीहरूले अहिले नचिन्यो भने पछिसम्म हामी पछुताउनु पर्छ होइन। हाम्रो देश विकास हुन सक्दैन। त्यही भएर अब हामीले हाम्रो देशको लागि चाहिँ अहिले नै दिमाग पुर्याएर होइन, राम्रो नेताहरूलाई चुनेर
भोट दिउँ होइन। म चाहिँ भन्न चाहन्छु कि नो रवि नो बालेन ओन्ली हर्क होइन। जय माटो। सबैले सकभर सोचेर आफ्नो विचारमा अब कस्तो लाग्छ होइन त्यस्तै मान्छेहरू चुनेर अब भोट दिनु होला। म चाहिँ ओन्ली हर्क साम्दाङ भन्न चाहन्छु होइन। जय देश जय माटो।